सो वेल गाइज हामीहरू यहाँ भेट आइसकेको छौँ एन्ड सामानहरू यहाँनिर राख्यौँ। अब चाहिँ हामी टेन्ट लगाउँछौँ सबभन्दा सुरुमा, अनि त्यसपछि चाहिँ बारबिक्यूको लागि विल मेक रेडी। सर हाम्रो यो ठाउँलाई के भन्छ सर? देवीथान। देवीथान अहिले के यो कटेज? देवीथान भिलेज कटेज हो हजुर। यहाँ चाहिँ अनि के अहिले सुविधाहरू के छ सर यहाँनिर? यहाँ भनेको अब बस्नको लागि, खानको लागि होइन, अब यस्तै अब ग्यादरिङमै आउनुहुन्छ धेरै चाहिँ हजुर बस्नुहुन्छ, रातिको भ्यू हेर्नु मजा लिनुहुन्छ। ए त्यही छ। यो चाहिँ अहिले नयाँ ठाउँ है अहिलेको लागि? नयाँ यहाँ आउनको लागि चाहिँ ठ्याक्कै अब भेटार आइपुगेर कतातिर छिर्नुपर्छ एकचोटि भनिदिनुहोस् त। यो भेटारदेखि तपाईँको 1 किलोमिटर 800 मिटर तलतिर बाट तपाईँको राइट साइड मोडिनुपर्छ। माथि निस्केपछि एउटा बसेको बस्ती छ, त्यसलाई नै हाम्रो अन्तिम गन्तव्य मानेर चाहिँ आउन सकिन्छ। यहाँ चाहिँ अहिले के होमस्टेको पनि व्यवस्था छ? हजुर, हाम्रो यो गाउँमा भर्खरै धेरै भएको छैन, 5-6 महिना भयो, त्यसलाई एउटा होमस्टेको कन्सेप्ट धरान उपमहानगरपालिकाले नि लिएर हाम्रो अहिलेको उपमेयर हुनुहुन्छ उहाँले नै उद्घाटन गरे हो यहाँ चाहिँ। त्यसैले अहिले अब अलिअलि मान्छेहरूको चाप बढिरहेछ हाम्रो यस ठाउँमा पनि। ए होमस्टेमा चाहिँ के कस्तो छ रेटहरू चाहिँ? होमस्टेमा तपाईँको एटेजलाई 800 रुपियाँ छ, नन एटेज भनेको तपाईँको 500 रुपियाँ मात्रै छ। अनि अब कसरी अब तपाईँले जसरी आफूले खान खोज्नुहुन्छ त्यही अनुसारको यहाँ चाहिँ आफैले बनाएर खानुहुन्छ कि या हामीले अब बनाउने हो कि त्यसरी। तपाईँको शुभ नाम चाहिँ? गणेश थापा। गणेश थापा। तपाईँ चाहिँ यहाँ केही हुनुहुन्छ कि यस्तो मतलब होमस्टेको केही मेम्बरहरू यस्तै? सचिव हो म। सचिव हुनुहुन्छ यो यसको चाहिँ। ए हजुर। अनि जस्तो अब कहिलेकाहीँ अब यसो यो कटेजहरू चाहिँ तपाईँ अग्रिम बुक गरेर आउनु पऱ्यो भने चाहिँ तपाईँलाई सम्पर्क गर्न सकिन्छ? हजुर, गर्न सकिन्छ। धेरैजना चाहिँ त्यसरी नै आइराख्नु भएको छ अहिलेसम्म। चाहिँ नम्बर भनिदिनुहोस् न तपाईँले। यहाँ सम्पर्क गर्नको लागि चाहिँ 9819002581 मेरो नम्बरमा सम्पर्क गरेर आउन सक्नुहुन्छ यहाँ चाहिँ। ए ल हस् त, धन्यवाद। धन्यवाद। हेलो गाइज, हामीहरू चाहिँ अलरेडी होमस्टेमा आइसकेको छौँ। तपाईँले इन्टरभ्यू पनि हेरिहाल्नु भयो होइन, सुनि पनि हाल्नुभयो। एन्ड अब चाहिँ हामीहरूले आफ्नो टेन्ट गाड्न गइरहेको छौँ। अनि आगो सल्काउनु गइरहेको छ नवीन सर। नवीन सर यहाँ फायर मास्टर या। अनि अर्को एकजना भाइ यहाँनिर ब्लुटुथहरू बजाउने तयारीमा छ। यहाँ टुपी बान्ने भाइ एन्ड हियर कम्स चस्मा लाउने मान्छे रोज जस्तै हुनुहुन्छ। अनि या वी आर अल सेट टु बी रेडी। अनि अब चाँडै नै हामी टेन्ट गर्छौँ एन्ड विल सो यु दिस इन अ टाइम स्ल्याप है त। ओके, हाम्रो यहाँनिर चाहिँ टेन्ट बनाउने काम सकिसकेको छ अहिले। र यहाँ हाम्रो नवीनले आगो पनि बालिसकेको छ। भाइ तिमीले के गर्यो? गीत बजायो? ए गीत पनि बजाइसकेको छ। र हाम्रो यहाँ भाइ चाहिँ भने होइन एकचोटि यहाँ कस्तो भयो भनेर चेक गर्दैछ। भरे राति अब कस्तो चिसो आउँछ आउँदैन भनेर चेक गर्दैछ। कस्तो रहेछ? एकदम दामी। बेड कस्तो छ? दामी। के अरे भाइले चाहिँ होइन पर्सि हनिमुन पनि यहीँ मनाउनु अरे। सो वेल गाइज, हामीहरूले टेन्ट त अघि बनाएर रेडी गरिसक्यौँ। एन्ड सावन भाइ एन्ड रोजेस दाई चाहिँ यहाँनिर यस रोजेस दाई चाहिँ पुरा चिकनलाई मसाज हान्दै हुनुहुन्छ। स्पाइसी मसाज यु क्यान सी हियर। देखि के इन्ग्रिडियन्ट हाल्नु। अनि तपाईँले उयो ल्याउनु भएन खुर्सानी? डल्ले मात्रै ल्यायो, धुलो ल्याएन नि त। ला ठिकै छ, ठिकै छ। ए हामीले बाइक टमाटरको अचार बनाउनु लाग्छ नि भनिसकेको सो हामीसँग अहिले फास्ट फुडको लागि चाहिँ यो डाइट मिक्सचर मसला मस्ती छ, पुरनदाना नेपाली भाषामा। अनि वी हेभ सम नुडल्स वाइ तयारी चाउचाउ एन्ड धनकुटे बिस्कुट, द फेमस बिस्कुट अफ धनकुटा। एन्ड चिकन अहिले बारबिक्यूको लागि रेडी हुँदैछ। एन्ड चटपटेको लागि चाहिँ भाइले प्याज काट्दैछ। ओ हड्डीले घोर्छ कि के? हड्डीले होइन, कुखुराले टोक्दै छ दाइ। सो या। अनि हाम्रो अर्को विशेष व्यक्ति यहाँनिर आगो
बलेन भनेर रन्थनीले काट्दै च्यात्दैछ यो कागज। यो भनेको मानौ कि यो बालेर गएर चाहिँ सियर बल्छ क्या। यस के हो यो सियर बल्छ। प्लास्टिक। हुन्छ। सो या सो हाम्रो स्पेसल कुकहरूले चटपटे रेडी गर्दै हुनुहुन्छ एन्ड रोजेस दाइले फेरि पनि चटपटे मोल्दै तयारी गर्दै हुन्छ एन्ड नवीनको कला तपाईँ देख्न सक्नुहुन्छ सुपर फास्ट चपर होइन पेयर के भन्ने उसले खै कहाँबाट सिकेको खै कुन यस्तो खतरा कटिङ चाहिँ सो ड्याम फास्ट जिब्रो पनि पड्काइसकेको छ एन्ड रोजेस दाइ माथि के हेर्दै हुनुहुन्छ खै कुनै धुरीमा त्यहाँ माथिको स्पिकरको के बजेको भन्दै मास्टर हेर्दै हुन्छ करेन्ट लाग्ने सम्भावना धेरै छ र उसको औँलाले के इसारा गरिरहेछ तपाईहरु देख्न सक्नुहुन्छ रोजेस दाइले पनि पूर्ण रूपमा सहमत गरिराख्नु भएको छ औँला देखाउँदै हुन्छ ब्लुटुथ मोड अब चाहिँ मोबाइल कनेक्ट हुन्छ अवश्य म गीत बजाउँछु अब मलाई पूर्ण विश्वास छ मलाई पूर्ण विश्वास छ सो आगो बलेकै छैन यसले लाग्छ यहाँ ब्लुटुथको नाम आउन त आयो तर सीएस भनेर आयो सायद करेक्ट हुनुपर्छ यही हो हेरौँ स्याल पनि आइसकेको छ जङ्गली स्याल एन्ड कुखुरा चोर्न आएको होला तर यहाँ कुखुरा छैन एन्ड हियर कम्स आवर ब्रदर रोजेस दाइ अँध्यारोमा के देख्नु भएको छैन आई थिङ्क यु निड टु कम टु क्लोजर दाइ या ओहो अहिले चाहिँ यहाँनिर भेटारमा चाहिँ होइन हल्का चिसो हुन सुरु भएको छ केही छैन हाम्रो टेन्टभित्र हावा छिर्दैन होइन किनभने त्यो चाहिँ हाम्रो भाइले चाहिँ होइन हिमालमा बस्ने खालके विदेशबाट ल्यायो टेन्ट ल्याउनु भएको छ यो चाहिँ अनि हाम्रो चाहिँ -20 सम्म पनि थाम्ने खालको टेन्ट हो होइन -22 नै भन्दा नि के -20 सम्म थाम्ने टेन्ट हो त्यही भएर हामीलाई चिसोको डर छैन किनभने हामी फेरि 4 जना छौँ र हाम्रो चाहिँ भने आफ्नो शरीरको हिटले पनि भित्र त तातो भइहाल्छ बाहिर जति चिसो हुन्छ टेन्सन छैन 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 ए ल हामी फिल्मको पाराले बस्छौँ नत्र कसरी फिल्मको फिल्ममा नि भन्दिन लाज हुन्छ कस्तो फटा छ है दाइ यो चाहिँ काटिहाल्नु यो बोलेको चाहिँ काटिहाल्नु यो काटिहाल्नु पर्छ काटिहाल डाँडामा भन्छन् रेशम भिरिरी यो गाउँमा यो ठाउँमा मगाउँदा फुलहरू फुल्दा रहेछन् रे मनको कुरा मुखमा ल्याई छिमछिम गर्ने परेली बोल्दा रहेछन् रे गुनगुनाउने सालु भमरा रहेछन् रे ए रेसी नजाउ न रेलीमै टरेसी नजाउ न रेलीमै टरक चलेसी ओके म्युजिक कन्टिन्यू ओके स्टप म्युजिक कन्टिन्यू ओके हाम्रो सन्दीप भाइ अहिले गीतमा इन्जोय गर्दै हुन्छ म्युजिक कन्टिन्यू र बाइक कस्तो लागिरहेको छ तिमीलाई हो अहिले अब रातिको हाम्रो लगभग 9-10 बजिसक्यो यतिन्जेलसम्ममा चाहिँ होइन हामी चाहिँ लगभग 2 बजीतिर 3 बजीतिर आएको थियौँ यहाँनिर यतिन्जेलसम्ममा चाहिँ कस्तो भइरहेछ टाइम कस्तो कटिरहेछ टाइम एकदम रमाइलो बार्बिक्यू प्लस यस्तो रमाइलो माहौल होइन मौसमले एकदम साथ दियो पानी परिदिएन विशेष गरी होइन त्यसमा चाहिँ जस्ट वी आर सो थ्याङ्कफुल टु गड सो जस्ट हाम्रो प्रार्थना सुनिदिनु भयो पानी परिदिएन अनि वी आर ह्याभिङ अ क्वालिटी टाइम विथ माई बेस्ट ब्रदर आउट हियर ओके अब यहाँनिर हाम्रो गिटारिस्ट अब जे भने पनि होइन एउटै हो साउन भाइ तिमीलाई कस्तो भइरहेछ अहिले बहुत धेरै रमाइलो भइरहेछ अहिले चाहिँ चिसो जस्तो पनि लागिरहेको छ तर अहिले त्यस्तो सब भइरहेछ अहिले एकदम अलि चिसो पनि छ तातो पनि छ रमाइलो छ गिटार बजाइरहेको छु तपाईँहरू त्यो धुनमा अब झुमिराख्नु भएको छ यत्तिकै रमाइलो छ भाइ थ्याङ्क यू हाम्रो नवीन भाइ तिमीलाई कस्तो भइरहेछ रमाइलो भइरहेछ एकदम एउटा एक्सपिरियन्स सुनाइदेऊ न त त्यो कसरी यहाँ दुबई भन्दाखेरि यहाँ त अब न मरुभूमि छ न बालुवा छ यहाँ त जङ्गल छ कसरी चाहिँ तिमीलाई दुबई जस्तो लाग्यो बार्बिक्यू
साथी, दाइ, भाइ, ओके दुबईमा तरिका, है माहौल है ओके दुबईमा यस्तो हुन्छ र सुनेको थिएँ कथा ए सन्दीप ताम्राकार त्यस्तो है धेरै कथा सुन्यो होला मजा बेग्लै मजा हो लाइफमा यस्तो मजा कहिले काहीँ लिनुपर्छ साथी हो ओके ठिक छ सो वी शैल कन्टिन्यू द म्युजिक नाउ होइन यो चाहिँ अब कस्तो भने यो साँझ यो सुबास भन्ने यो गीत भने जस्तै आज चाहिँ यस्तो रमाइलो भएछ कस्तो भने हामीले यसरी हेर्दाखेरि चाहिँ त्यहीँनिर तल चाहिँ धरान हुन्छ नि धरानको यो भ्यू चाहिँ हामीले भ्यू पोइन्टबाट हेरेको थियौँ होला होइन भेडार आएर पनि हेरेको थियो होला तर भेडारबाट नै यस्तो चाहिँ देख्दैन क्या त्यो भ्यू चाहिँ यो ठाउँबाट देख्दो रहेछ है र यो ठाउँमा चाहिँ म हाम्रो धरानी दाजुभाइ दिदीबहिनी अथवा धरानबाट जो जति आउनुहुन्छ घुम्नको लागि भेटार सबैलाई म यो ठाउँमा एकचोटि अवश्य आउनु होला भन्न चाहन्छु र त्यस पछाडि यहाँनिर होमस्टे छ एक रात बस्न पनि म आग्रह गर्न चाहन्छु यहाँ हाम्रो दाई भाइहरूले चाहिँ एकदमै राम्रो होमस्टे बनाउनु भएको रहेछ धरानबाट सबैभन्दा नजिकको होमस्टे सायद यो नै होला यति भन्दै आजको रात हाम्रो राम्रो कट्नेछ यही विश्वासको साथमा जय चन्द्र सूर्य बात रात त्यसै ढल्किँदैछ केही मिठो बात रात त्यसै ढल्किँदैछ अरे फेरि एकान्तमा रुनु त छँदैछ केही मिठो रात त्यसै ढल्किँदैछ रमाइलो कुरा गर सम्झनाको कुरा गर रमाइलो कुरा गर सपनाको कुरा सँगै बिताएका सपनाको कुरा गर सपनाको कुरा गर अहिले रातको 10 बजिसकेको छ र साथीहरू चाहिँ यहाँनिर नाचगानमा व्यस्त हुनुहुन्छ आकाश गड्याङ गुडुङ गर्दैछ आजको हाम्रो रात अलिकति कठिन बित्ला जस्तो भइरहेछ जे होस् हामी आज टेन्टमै बस्नेवाला छौँ अब जे हुन्छ हामी हेर्छौँ र आज पानी पर्यो भने पनि हामी टेन्टमै हुन्छौँ होला सायद हामी होमस्टेमा जान्छौँ कि जाँदैनौँ हामी होमस्टेमा अवश्य पनि जाँदैनौँ किनभने हामीले टेन्ट अलिक बाक्लै ल्याएको छौँ र हेरौँ अब कस्तो हुन्छ A few moments later. रातिको 12 बजेको छ अहिले चाहिँ एकदम घमासान पानी परिरहेछ हाम्रो यहाँनिर ठुलो पानी परिरहेछ र हाम्रो टेन्टले थाम्ने अवस्था छैन मैले टेन्ट बन्द गरिदिएँ है किनभने पानी छिर्यो क्या यहाँनिर